के साह्रो गाह्रो गयो यो कर्कस आवाज सुन्न साह्रै गाह्रो पर्यो मलाई के यति गाह्रो त मलाई 20 वर्ष जेल बस्दा पनि गाह्रो भएको थिएन अहिले बाबा हेड्दा उठ्दा दयो टङ टङ इरिटेट भएर ओ माई गॉड हाटै गाह्रो अब कहाँ गएर चाहिँ बिर्सिने कहाँबाट शान्तरी भनी के अब म अब चाहिँ बिहान उठ्यो बुढीले कन्नङ 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 पारेर चाहिँ घन्टी बजाउँछ अब ठिक छ यसो मडी गएर आउँछु नि त म शान्त पारेर भन्यो अलि पर पुग्यो त्यहाँ पनि फेरि घन्टी कन्नङ कन्नङ अलि पर फेरि त्यहाँ पनि फेरि कन्नङ घन्टी हे भगवान् कसरी सुन्नेको यो कर्कस आवाज भित्रबाट औडा 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 पो हुन्छ मलाई त ओहो हेत्तेरिका त्यति मात्रै कहाँ हो र घरमा आयो यसो मोबाइल चलायो फेरि ट्वाङ मेसेज आउँछ फेरि घन्टी बज्छ एकछिन पछि फेरि कल आयो फेरि टिन घन्टी नै बज्छ भगवान् कस्तो नाम राख्छ कि यो घन्टी रे क्या लेमन टी ग्रिन टी राख्नु राखे पनि रिस उठेर आउँछ म त मेनली भए पनि टपक्क टिपेर फुत्तै फाल्थेँ म त मिल्दैन होइन यो घन्टी भन्ने कुरो कस्तो रहेछ ज्यात्रो न मन्दिरबाट निकाल्नु मिल्ने न घरबाट हेर आवाजले नै म तडपी स्ट्रेसले त म त मर्ने भयो त अब कसरी गाह्रो होला कहाँ गएर बेसिने कहाँ शान्त गरी भन्ने